तपाईहरु अहिले देखिरहनु भएको छ त्यो क्रिकेट ग्राउन्ड अगाडि धमाधम निर्माण कार्य भइरहेको हामीले प्रत्यक्ष रूपमा देखाइरहेका छौं। लगभग 8 बजेको छ। यहाँ धमाधम कामहरु भइरहेको हामीले देखाइरहेका छौं। क्यामेराम्यान फोकस दाजु हाम्रो पनि लिनु न हाल्दिनु ल जानको नभन्नु त तपाईले देखिरहनु भएको छ यहाँ बाटो एकदमै चिप्लो रहेको छ। सरमस्ती यहाँ मौसम पनि एकदमै क्लियर घाम लागेको अवस्था छ र यहाँ दिउँसो चाहिँ यो भागमा चाहिँ यो बीमको ढलान हुने तयारी हुँदैछ। यो भागमा अगाडि देख्न सक्नुहुन्छ र यो साइडमा पनि धमाधम निर्माण कार्य भइरहेको छ। केही अगाडिदेखि लाइभ आउने कोसिस गरिरहेको थिएँ, नेटको प्रब्लमको कारणले अलि सम्भव नभएको कारणले सकेसम्म सबै देखाउने प्रयत्न गरिरहेको थिएँ, तर नेटको समस्या भएको कारणले अलिकति बाहिर निस्किसकेको अवस्था छ। लगभग नेपाली लगभग 7 बजेदेखि 8 बजेसम्म चाहिँ यहाँभित्र प्रवेश गर्न दिइन्थ्यो भने अहिले 8 बजिसकेको अवस्था छ। सकेसम्म बाहिरबाट के कस्तो कामहरू भइरहेको छ देखाउने प्रयत्न रहनेछ। यो साइडमा चाहिँ देख्न सक्नुहुन्छ त्यो ए ब्लकमा चाहिँ अहिले ढलानको तयारी हुँदैछ। लगभग आज अथवा भोलिसम्म चाहिँ ए ब्लक पनि ढलान भइसक्नेछ र यो अगाडि चाहिँ यो बीमको भाग हो। यो बीम चाहिँ ढलान गर्नको लागि आज दिउँसो ढलान हुने भएकाले यहाँ तयारी गरिँदैछ। तपाईले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ बाटो अलिकति हिलो छ। यो बाटो तपाईलाई अलिकति गेटबाट बाहिरबाट देखाउने प्रयत्न गर्नेछु। जुन तोकिएको समय थियो त्यो समय सकिएको कारणले अलिकति बाहिरबाट देखाउने प्रयत्न गर्नेछु। सन्चै हुनुहुन्छ सर? निस्कु बाहिर। यो चाहिँ मेन गेटको दृश्य हो। तपाईँलाई अलिकति बाहिरबाट देखाउने प्रयत्न गर्नेछु। जुन तोकिएको समय सकिएको कारणले चाहिँ बाहिरबाट के कस्तो कामहरू भइरहेको छ देखाउने प्रयत्न गर्नेछु। और